साथीहरू यहाँलाई हार्दिक नमस्कार छ। म यतिखेर राष्ट्रिय आविष्कार केन्द्र वीरगन्जमा आएको छु र यहाँ चाहिँ विभिन्न कृषिको यन्त्र उपकरणहरू चाहिँ मर्मत कार्य गर्ने काम भइरहेको छ। मर्मत कार्य आविष्कार गर्ने काम भइरहेको छ। मेकानिकल इन्जिनियर साथीहरू 30-35 जना लागि परिरहनु भएको छ यहाँ, जो हाम्रो हालको वर्तमान शिक्षा मन्त्री महावीर पुञ्ज्यूको चाहिँ एउटा सपना थियो उहाँले आफ्नो आत्मकथा पुस्तक लेखेर बजार सहरमा बिक्री गरेर उहाँले यसमा चाहिँ निकै धेरै लगानी गर्नु भएको रहेछ। अहिले 35 देखि 40 जनासम्म मेकानिकल इन्जिनियरहरूले यहाँ चाहिँ विभिन्न कृषि यन्त्र उपकरणको चाहिँ आविष्कार गर्ने काम गर्ने गरेको छ। मूलतः यो नेपाल सरकार र रसियन सरकारको संयुक्त लगानीमा यो लगानी गरिएको कृषि यन्त्रीकरण भन्ने चाहिँ नेपाल सरकारकै संस्था थिएछन्। बिग्रिँदो अवस्थामा थन्किँदो अवस्थामा रहेको विभिन्न मेकानिक सामग्रीहरू उहाँहरूले चाहिँ मर्मत गर्ने, सम्भार गर्ने, नयाँ केही उपकरणहरू चाहिँ थप गर्ने लगायतका कामहरू गरेर उहाँहरूले काम गर्नुभएको छ। कृषिलाई आधुनिकीकरण गर्नको निमित्त उहाँहरूले कृषकको सहयोगीको रूपमा काम गरिरहेको छौँ भनेर भन्दै हुनुहुन्छ। मेरै नाम गरेको इन्जिनियर सर हुनुहुन्छ गणेश बहादुर साई, पश्चिमतिरको साथी। उहाँले मलाई धेरै कुराहरू सेयर गर्नुभयो। उहाँलाई पनि यसै प्लेटफर्मबाट एकदमै धन्यवाद दिन चाहन्छु। र काम गरिरहनु भएको छ यसरी। के भन्नु